लु यो त मैले भिडियो बनाएँ यार यो त भाइरल भिडियो हुन्छ नि यहाँ हेर्नु न तर यहाँ पानीले पो ल हाम्रो आगो बल हो नि त सर बल्ने तयारी छ दाउरा लिन साथीहरू गएछ यो चाहिँ जङ्गल एरिया यस्तो राम्रो रहेछ है यतातिर चाहिँ मौसमले अलिकति साथ दिएन मौसम राम्रो हुने भने पिकनिक होइन एकदम राम्रो हुने थियो रमाइलो आगो त बलिसक्यो सर हाम्रोमा आगोले साथ दिनु पर्यो यस्तो पानीले केही गर्दैन यो हाम्रो पहिलो पटकको पिकनिक हो त्यस कारणले सबै अर्को हाम्रो रेडी हुँदैछ होइन भाइ अर्को तयारी हुँदैछ यहाँ अर्को पनि बाँकी नै छ हामीसँग अझै बाँकी छ चिजहरू यहाँ अर्को रेडी हुँदैछ है रेडी हुँदैछ पार्ट 3 भयो त फेरि हाम्रो यो सुरु भइसक्यो अब कहाँ झरिसक्यो भित्र सरर मौसम पनि आज चिसो चिसो मौसम पानी परिरहेको छ खट्टा त रेडी भइसक्यो त सर हो त्यो पोल्नु हो त्यस्तो छ यति रात भएपछि हामीले 4 मुलको पोलेर ए मजाले तब चाहिँ यो चाहिँ अब फेरि नयाँ वर्षको लागि राख्नु यो नयाँ वर्षको लागि छ दाउरा यतिले भ्याउँछ जस्तो छ अब मासु यति हो भने भ्याइहाल्छ नि हजुर त्यो शुभ सायद गरौँ होला होइन 9% त लगभग भ्याउँछ होला हान्छ 9% त मलाई त एउटैले हान्ने रहेछ अनि डल्ला पनि फेरि आगो त कडा छ नि थाहा छ कि न यहाँ त हेर्नु न पुरै भुम्रो भइसकेको छ क्या यसको रापले तपाईँको यो खासमा यो उसले लाप्काले भन्दा पनि रापले नै यो पाक्छ यो ओहो त्यहाँ खेल गरौँ है होइन त्यो ननिकालौँ त्यसलाई पल्टाइदिनु नि हो त्यसरी घोप्टाइदिनु यो त आगो त सर यो एउटा खसीसँगै पोल्छ पोल्ने आगो भइसक्यो मलाई लाग्छ यता कालो भयो कि तेल चुइसक्यो ल हेर्नुहोस् यहाँ चिज बन्दैछ चिज बनिसक्यो है अब हेर्नुहोस् तेल तपाईँले देख्न सक्नुहुन्छ ल तपाईँले यो कालिजको चाहिँ कालिजको हो नि यो त प्योर कालिज हो नि त सर हामीले एकदम यो मेनबाट झरेर कालिज पक्रिएर होइन तुरुन्तै पार्टी गरिहाल्यौँ टुनिसियाको जङ्गलदेखि म आएको यसलाई पल्टाउने भनेपछि यसलाई त निकाल्नु पऱ्यो त यसलाई आइसक्यो तपाईँले यसलाई निकाल्नु त माथि यसलाई यस्तो पल्टाउनु पऱ्यो एकलट यसलाई त पक्नु छ पल्ला यो त तातो छ तातो एकदम तातो भइसक्यो आइ सर यो खुट्टुलाई तपाईँले छुनु न यो निकाल्नु त म यसलाई पल्टाउनु पऱ्यो क्या एकलट किन टिस्यु किन चाहियो हजुर होइन त्यसले एकचोटि पखाल्नुपर्छ पखालेर काट्ने हो आगोमा जलाउनु न एकचोटि होइन खियासिया परेको रहेछ भने फेरि तना बनाउँछ रुममा अनि चाकु भन्दै भने नि सब काटेर ल्याउने होला भनेर मैले सोचेन नि सलाद काट्नलाई अब काँक्रा गाजर त्यो त काटेर आउने होला भनेर नि दिदीहरूले मैले नबुझेको नि अचार र त्यो सब काटेर भयो आज त हामी पुरै जनता हेरे तरिकाले हेरियो छ चक्कु ल्याइहाल्थ्यो नि मेसँग चक्कु छँदैछ नि ठुलो खुट्टा अलग्गै यसलाई निकालेर त्यसलाई खुट्टा त्यहाँ राखेर मलाई एकटा खुट्टा भएको होइन त्यसलाई फेरि यसलाई चाहिँ मुनतिर पार्नु पऱ्यो नि त यसलाई हो यसरी क्या पल्टाउनु हो यसरी फेरि यहाँ राखौँ है त्यो फेरि माथिबाट हाल्दैन एकतिर मात्रै गर्दा कालो हुन्छ नि त यो त पाक्यो पाक्यो टेस्ट गर्दा हुन्छ
के चढाउने परम्परा छ भने चढाइदिउँ। माटी मतरले चढाउनु पर्ने हो कि? तर हो यार यो त माछालाई अब यही आगोले भ्याउँछ कि हो भ्याउने रहेछ त्यो दाउरा हाम्रो अर्को प्लानलाई मेन चाहिँ यसले त धेरै काम हो यो दुईटाले मात्रै है दुईटाले काम त गरिदियो हामीले धेरै चाहियो आगो त हेर न कस्तो खतरा त्यो अझ उसाको डोबेर खानु न खुर्सानीसँग यस्तो मजा आउँछ अस्ति म त पल्किसकेँ भोगल त्यो मसलाहरू सबै उ लागेछ नि मसला नै त्यो कराङ कुरुङ कोइला लाग्यो र त्यो भित्र झरेको हो नि त ए यो त भुइँको त्यो चिज झरेको हो नि त तल यो त झरेको नि त सर के गर्दै हुनुहुन्छ सलाद हो सलाद छ ल सर तपाईँको टोपी चाहिँ भाइरल हुने भयो है टोपी पनि भाइरल हो चक्कु पनि चक्कु पनि अब पिसाउ पऱ्यो सर के गर्ने आज यस्तै हाल्नु पर्ने अवस्था आयो बन्दोबस्त हाम्रो यस्तै भयो यो पहिलोपटक भएर हो मौसम चाहिँ एकदम राम्रो भयो अहिले चाहिँ टोपी किन हालेको भन्ने कुरो अब ल सर ल भनिदिनु त भनिदिनु पर्यो यो टोपीको बारेमा थोरै जानकारी दिनुहोस् न यो ठ्याक्क मासु खनाएर 2 लट पकाऊ हैन अरे सर यहाँ गरौ अनि एक घण्टा पछि उस गरौँला पाकेको मासु त्यसमा राख्ने टोपी भनेको अब जुन रवि र बालिन शाहको समर्थ भयो नि हो त्यो उपलक्ष्यमा हामीलाई माथिबाटै पानी पनि अमृत जल फालेको थियो कि कस्तो मजाको मौसम के आज शीतल के एकदम राम्रो बोल्लो मौसम चाहिँ अवश्य साथ दियो है हामीलाई चाहिँ यो शुभ साइतमा पानी आउँछ अरे क्या सर अब सकियो सर शुभ साइत भएकोले अब पानी आएको हो अहिले ठिक छ यता पनि हेर्दै गरौँ चिज हाम्रो चिजलाई टोपी त भाइरल भइसक्यो होइन सर टोपी भाइरल भइसक्यो अर्जुन सर तपाईँ भान्से हो आजको ओहो शान्तिनो कुकुर सेपै हो यो 5 स्टारको भन्दा माथिको सेपै हो होइन यो बवाल हो अचार अहिले मिसाउँदा त आज भाइले टेस्ट गरिसकेका छन् है यो दाउरा पुरै हाम्रो चाहिँ अब एक्स्ट्रा हुने भयो दाउरा खोजेर यो जङ्गल खोजेर ल्यायो हामीले उहाँ तलसम्म ओहो ल के ल्याउँछ प्यालेट उनीको प्यालेटको त्यहाँलाई प्यालेट सलादबाट हामी सुरुवात गरौँ पोलेको यसमा राख्ने पल्टाउँदै अझै एक लट पकाउँ त्यो खुट्टा भइसक्यो टेस्ट कस्तो छ त भनिदेऊ नि त सलाद खाएर अनि मासुको टेस्ट कहाँ बवाल छ भन्दै नि अघि चाखिसकेको राम्रो छ जम्मा 48 सेकेन्ड हुँदो रहेछ यो यता जाने चाहिँ हाम्रो कहाँ जाने बाटो हो यो पोखरा जाने हो पोखरामा उता पिलाङमा काम लाग्दाखेरि डबल लाग्छ यहाँ चाहिँ एयरपोर्ट देखिने रहेछ क्या बबाल अब यो प्लेन अहिले उडेको छैन सेल्ला एयरपोर्ट हो यो ठ्याक्कै हाम्रो काठमाडौँको उपत्यकाभित्र जस्तो देखिन्छ क्या त्यस्तो देखिन्छ कोटेश्वरभित्र ठाउँ चाहिँ एकदम बबाल यहाँ हेर न यो जङ्गलहरू हेर त्रिभुवनको विमानस्थल यो कोटेश्वरको यतापट्टिको जङ्गल हेर त जङ्गल कस्तो बबाल छ। हाम्रो उता गौशालातिरको सर भयो रेडी भयो अब उद्घाटन गरौँ कि के गरौँ त यो कालिजको के अरे खुट्टा त यहाँ रहेछ त सर कालिसको खुट्टा देखाउनु ल यहाँ जुम गरेर देखाइदिएँ अहिले फेरि मेरो टोपी छैन नि ए तपाईँ त अहिले त हेन्सम भइहाल्नु भयो नि सर त्यो त एकैछिनको लागि त्यो ल खालेको बेला मात्रै हो अब हाम्रो मालहरू चाहिँ पाक्दैछ पाकिसक्यो ल अब अचार हेर्नु न आम्मामा यो अचार त झन् नदेखाइ कहाँ हुन्छ यो अचार यो कसको यो मेहनत कसको हो सर तपाईँकै हो यो मेहनत मेरो आफ्नै प्यारो मान्छेको ओहो पहिला चोबेर खाँदा त कति मजा आउँछ यार ट्याक्कै चोप्दै यहाँनिर खाँदै गर्ने खुट्टा भाँदिनु त ल हो कडा भन्छ दाउले हो नछोड्ने स्थिति छ च्यापिनै दिन्छ हामी चाहिँ भिडियो हो अब
आज यो के भन्छ चिम्रो चिम्रो भइसक्यो त मेरो त के एक मुख खाने पिकनिक हो मैले आगो पनि बालिसक्यौँ होइन यहाँ के हुँदैछ प्लान यता हेरौँ न त के हुँदैछ सर यता ओहो ल यता नुन भयो होइन त नुन पछि अचार छ त ए अचार छ पानीले चाहिँ हाम्रो प्लानलाई चौपट बनाइदियो नि सर पानीले हाम्रो प्लान चौपट बनाइदियो एयरपोर्ट त एकदम नजिक देखिँदो रहेछ नि त नि दुईजनाले ठ्याक्क त्यो अलि तपाईँले यो आगो सागो उस गर्नु परेन त्यो मरमसलालाई उस गर्नु र एयरपोर्ट नजिक छ अर्जुन सर हो हामी प्लेनमा प्लेनमा त्यहाँबाट झरे त अनि पिकनिक खानको लागि